हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। जस्तो कि तपाईँहरूलाई सबैजनालाई थाहा नै होला कि म नयाँ ठाउँमा आएको छु आफ्नो काम कर्तव्य निर्वाह गर्न। एन्ड यो बिहानको भ्यू हो। अहिले खासमा अहिले 10 त बजिसक्यो, किनकि म बिहान अन द ड्युटी थिएँ, भिडियो बनाउन पाएन। त्यही भएर अहिले ड्युटी सकाएर आएर भिडियो बनाउँदैछु। यो चाहिँ हामी अस्ति बसेको ठाउँभन्दा पनि यो अर्को ठाउँ हो। गाउँ चाहिँ त्यही हो, ठाउँ चाहिँ अर्को हो। यो हामी बसेको स्कुल भयो, यो हामी बसेको स्कुल हो। एन्ड पहाडहरू कति राम्रो आएको कि बिहानको मर्निङ टाइम। यतातिर तोरीबारी, यो तोरीबारी हो। अनि यो हो हामी बसेको ठाउँ। यो स्कुल भइहाल्यो, यो स्कुल हो। स्कुल हो, यो गाउँ भइहाल्यो। अनि सबैजना सन्चै नै हुनुहुन्छ होला तपाईँहरू पनि। अब के गर्नु साथीहरू, यस्तै छ है, आफ्नो कामै यस्तै छ। कहिले कहाँ हिँडिराख्नु पर्ने, कति बेला के हुने हो थाहा छैन, कति बेला के हुन्छ थाहा छैन। बिहान उठेको यसो भिडियो त्यो फेसबुकहरू हेरेको, एकदम नराम्रो न्युजहरू आइरहेको छ, एकदम नराम्रो न्युजहरू आइरहेको छ। मन कस्तो नराम्रो भयो। जे जस्तो भए पनि अब एक्सिडेन्ट भएको अनि सबै न्युजहरू त्यस्तो मात्रै आइरहेको थियो कि। यो चाहिँ हामी बसेको ठाउँ हो। खुला छेउमै छौँ फेरि हामी। आज पनि साथीहरू सबै छुटेर गइसके। उति बेला हामी सँगै बसेको बेला चाहिँ कति रमाइलो हुन्थ्यो है, कति रमाइलो भएको थियो। मतलब हुन्छ नि, केही पनि कुराको मतलब लागेन कि सबै मिल्ने भएर हाँस्ने, खाने, डुल्ने, घुम्ने, बस त्यही नै हाम्रो काम थियो आजसम्म। तर अब हामी आफ्नो जिम्मेवारीमा आइसकेको छौँ। सायद उहाँहरू पनि, उनीहरू चाहिँ माथितिर परेको छ कि यस्तो यस्तो लेकहरूतिर परेको छ, यस्तो यस्तो पहाडहरूतिर परेको छ उनीहरू। हामी चाहिँ तलै छौँ, हामी अलि सजिलो ठाउँमै छौँ। उनीहरू पनि हिजो रातिसम्म सबै पुगिसकेका छन्। यस्तो यस्तो ठाउँतिर परेको छ कि उनीहरूको चाहिँ। यस्तो अब आफूलाई खासै नेपाली बोल्न अलि आउँदैन होइन, नेपाली अब जे भयो नि जस्तो नि इग्नोर गर्नु होला। बिचबिचमा म हिन्दी पनि एड गर्छु कति बेला, त्यसलाई पनि इग्नोर गर्नु होला। देखाउँछु म तपाईँहरूलाई अहिले हाम्रो खाने ठाउँ। बसेको त हामी त्यही नै हो, स्कुलको एउटा रुममा बसेको छौँ हामी, 2 जना मात्रै, म र मेरो साथी। एन्ड यही हो हाम्रो त, यही हो बसेको ठाउँ नि। राम्रो छ जे होस्, यहाँको वातावरण एकदम राम्रो छ। उतातिरको यो ठाउँ चाहिँ मलाई यस्तो, मतलब म बिहान हेरिरहेको थिएँ कि कस्तो, जहाँ म जन्मिएको थिएँ नि यो ठाउँ त्यस्तो देखिन्छ कि। तर त्यो ठाउँको माया धेरै लाग्छ मलाई, माया एकदम याद आउँछ। यो यहाँको बजार भइहाल्यो। यो त्यति ठुलो त छैन, त्यही नि ठिकै छ बजार हो यो। म्याक्सिमम् सबै ठाउँ सबै चिज पाइन्छ। यतातिर त अब गाउँहरू। खाना पाक्दैछ, भोक लागिसक्यो। कस्तो रातो देखेको है कपाल। तपाईँहरूलाई म अहिले पछि देखाउँछु खाना पकाउने ठाउँ, खाने ठाउँ। यो चाहिँ फुटबल ग्राउन्ड हो, ठुलै छ यो यो चाहिँ फुटबल ग्राउन्ड हो। यहाँ साँझ आउँछन् सबै खेल्न। यो फुटबल ग्राउन्ड, यो बारी भइहाल्यो, हरियाली कस्तो राम्रो हरियाली छ। काठमाडौँमा त कहाँ यस्तो हरियाली देख्न पाइन्छ हजुर। त्यही भएर यति चिज लाग्छ यो पनि, यस्तो राम्रो लाग्छ। तोरीहरू, घरहरू। म तपाईँलाई देखाउँछु एकछिनपछि तल गएर हाम्रो खाने ठाउँ, के खाने कुराहरू सबै देखाउँछु म तपाईँहरूलाई एकछिन पछि। राम्रो छ किचन पनि, एकदम स्कुलको रहेछ यो किचन पनि, एकदम सुविधाजनक छ, सबै राम्रो छ, बिग टाइम क्लियर। यो तल झर्ने बाटो हो, यस्तो छ तल झर्ने बाटो, अप्ठ्यारो छ। हामी
बसेको ठाउँ यो चाहिँ हामी बस्नेको ठाउँ। यो स्कुलको रुम हो। एकदम तातो फर्महरू छ यो तल। यो हाम्रो बेड भइहाल्यो। यहाँ हामी बस्ने एकदम मिलाएर गराउँ। यहाँ यो ठाउँमा चाहिँ केही हामीले लुकाएको छौँ, त्यो भन्नु पर्दैन, इट्स सिक्रेट। के गर्ने, हाम्रो फोर्समा यस्तै बस्नुपर्छ, यस्तै गरेर। अब म खाना खाने ठाउँमा 11 बजिसक्यो यार। खाना अब भन्दैन रहेछन्। 11 बजिसक्यो यार। त्यहाँ खाना यहाँ बाँकी छ। जाम हेरौँ कस्तो छ। मेस कमान्डर हाम्रो यही हो हाम्रो खाना खाने ठाउँ। हाम्रो खाना पाक्दैछ यहाँ। भात खाइसक्यौँ, मिठो थियो। सबै खाना मिठो थियो। धुने ठाउँ यो हो। खाना खाइसक्यौँ हामीले। ओके देन गाइज, मेरो यति थियो आजको ब्लग। मिलेंगे नेक्स्ट ब्लग में। बाय बाय।